यहाँ चाहिँ मम्मीले मकै भुट्न लाग्नु भएको छ दिउँसोमा हर्लक्कै फुला उठेर धेरै फुला उठेको छ है। यो चाहिँ मेरो मम्मीले यहाँ मकै भुटिराख्नु भएको छ दिउँसोको नास्ता। यहाँ चाहिँ अलिकति बेरेट छ बेरेट यहाँ नमकिन छ आज यहाँ नमकिन पनि रहेको छ। यहाँ चाहिँ मकैको फुला यहाँ भात पनि यता चाहिँ घिउ पनि छ है खानुको लागि हाजिर लगाउँदा हुन्छ। अनि यहाँ बाहिर चाहिँ बाहिर नि बेरेट छ है बाहिर नि बेरेट छ। यता आमाले बेरेट खाइराख्नु भएको छ बेरेट र नमकिन। बुढो मान्छेले बेरेट र नमकिन खाइराख्नु भएको छ जस्तो जहाँ त्यस्तै खाना भन आमा हो र एक खानु केही हुन्न। अनि मैले नि खाने विचार गरिरहेको छु त्यसैले आउनुहोस् हेरौँ। ओहो मकैको फुला ल खाना आउनुहोस् ल। अब म चाहिँ लएर गइरहेँ खानाको लागि। यो मकैको फुला खाने होइन त खाऊँ। मकैको फुला बाहिर आँगनमा बसेर मुखमा हाला आमासँगै मिसेर मकैको फुला यति फुला मैले अस्ति चामा हालेर सुलु सुलु निले मलाई त ज्वरो आठो जिङ जाडो आठो अन्त सन्चो भएको राति त हो सर्दीले हो चाहिँ के हो दबाई भयो फेरि त्यो मकै फुला दबाई भयो अस्ति म त जिरिङ जिरिङ जाडो भइ घाँस काटेर राखेँ। अब के भन्दा मकै भुटेर राखिदिएको छ अन्त चा पकाएर चाहिँ चामा हालेर चाहिँ चम्चाले सुली सुली निले अब आफै खाँदो परेको पर्यो। त्यो राति गर्दा मैले त ज्वरो खान्छ भयो। मतलब खानाको लागि रहेछ नि ज्वरो आएको नि खानाको लागि रहेछ नि। त्यसैले ज्वरो आयो नि जे भयो नि खाना नछोड खाएर सन्चो हुन्छ कि के थाहा भन आमा। खाइराख्नु पर्छ के